हेलो साथीहरू सबैजना सन्चै हुन्छ होला। स्वागत छ आजको यस नयाँ भिडियोमा। र आजको यस नयाँ भिडियोमा आज हामी क्लास 11 को सोशल स्टडिजको चाहिँ मोडल क्वेसन गर्न गइरहेका छौँ 2082 है त। सामाजिक अध्ययन तथा जीवनी परिचय शिक्षा नमुना प्रश्न पत्र ग्रेड 11 है त। आज हामीले यो क्वेसनहरू गर्न गइरहेका छौँ। कस्ता कस्ता क्वेसनहरू आउँछन् त। यो एउटा मोडल क्वेसन छ हजुरको सामु। यो मोडल क्वेसन सेट चाहिँ मैले हजुरलाई देखाउने बेला छु कस्ता कस्ता क्वेसन आउँछन् भनेर। कति आए पास भइन्छ र कतिसम्म ल्याए चाहिँ हजुर पास हुन सक्नुहुन्छ र कसरी लेख्नुपर्छ एन्सर मैले हजुरलाई बताउने वाला छु यस भिडियोमा। अब चाहिँ ढिलो नगरिकन सुरु गरौँ है त। साथीहरू अब चाहिँ भिडियो सुरु गरौँ र सुरुमा चाहिँ समूह कमा दिएको छ। तलका प्रश्नको अति छोटो उत्तर दिनुहोस् भनेर भनेको छ। र यहाँ माथि एउटा क्वेसन माथि एउटा चिज भनेको छ जुन सबै प्रश्नको उत्तर दिनुहोस् भनेको छ। र यो किन भनेको भने हजुरले चाहिँ कुनै पनि क्वेसन छोड्न पाउनुहुने छैन भनेर यहाँ भनेको छ। हजुरले यदि कुनै क्वेसन छोड्नुभयो गर्न होइन, कुनै क्वेसन हजुरले गर्न छोड्नुभयो भने यदि मन लागेन छोडिदिनु भयो भने चाहिँ हजुरको चाहिँ एकदम धेरै मार्क्स चाहिँ हजुरको कट हुने चाहिँ एकदम सम्भावना हाई हुन्छ है। त्यसैले चाहिँ हजुरले यदि एन्सर आउँदैन भने पनि जे पाइ त्यही हजुरले अब के लेसनको हल्का केही मोडिफाई गरेर पनि हजुरले लेख्न चाहिँ सक्नुहुन्छ है। तर लेख्नु चाहिँ पर्यो, क्वेसन चाहिँ छोड्नु चाहिँ भएन भनेर यहाँ भनेको छ है त। र अब यहाँ प्रश्नतिर जाउँ हामी। फर्स्टमा चाहिँ यहाँ जीवनी परिचय शिक्षा भनेको के हो भनेर सोधेको छ। हजुरलाई थाहा नै छ जीवनी परिचय शिक्षा भनेको जुन फर्स्ट लेसनमा नै छ। सामाजिक अध्ययन र सामाजिक विज्ञान बीचको एक भिन्नता भनेको छ। यसको डिफ्रेन्सेस लेख्नुपर्ने हुन्छ सामाजिक अध्ययन र सामाजिक विज्ञान बीचको है। र थर्ड नम्बरमा भनेको छ तनावमा परेको नजिकको साथीलाई तनाव व्यवस्थापन गर्ने कुनै एक सुझाव दिनुहोस् भनेर भनेको छ। र म यहाँ जुन क्वेसन भनेको छु यो चाहिँ भेज क्वेसन हो। भेजको सर्ट क्वेसनमा चाहिँ कति आए, कति जति लेख्नु पर्ला त, कति पेज या कति लाइन लेख्नु पर्ला त, मैले यस बारेमा पनि भन्ने वाला छु। अन्तिममा भिडियो अन्तिमसम्म हेर्नु होला है त। र फोरमा जाउँ। परियोजना कार्य गर्ने सिलसिलामा समुदायका व्यक्तिहरूसँग कसरी कुराकानी सुरु गर्नुहुन्छ एक वाक्यमा लेख्नुहोस् भनेर भनेको छ। 5 नम्बरमा चाहिँ आधुनिक मानवको पुर्खा कसलाई मानिन्छ भनेर सोधेको छ। र 6 नम्बरमा हजुरलाई सोधेको छ तपाईँ बस्ने पर्यावरणीय क्षेत्रमा अनुकूल हुने तपाईँले गर्नुभएका कुनै 2वटा कार्यहरू लेख्नु भनेको छ। र 7मा हजुरलाई सोधेको छ कि नेपालको प्रतिनिधि सभाको निर्वाचनको लागि कस्तो निर्वाचन प्रणाली अवलम्बन गरिएको छ भनेर सोधेको छ। यो क्वेसन चाहिँ मोस्ट इम्पोर्टेन्ट क्वेसन हो है त। र अहिलेको जुन इन्भाइरोमेन्ट, अहिलेको जुन फेसमा छ, अहिलेको जुन इन्भाइरोमेन्टमा चाहिँ कस्तो क्वेसनहरू आउँछ त हजुरलाई लङ क्वेसनमा चाहिँ कस्तो आउँछ भने त्यो पनि मैले हजुरलाई भन्ने वाला छु है त। अब जाउँ हामी 8 नम्बरमा। जनसङ्ख्या लाभांश भनेको के हो भनेर सोधेको छ। अर्को भनेको छ 9 नम्बरमा विश्लेषणले नेपालको अर्थतन्त्रमा पारेको कुनै एक प्रभाव भनेको छ। धेरैले थाहा हुन कि विश्लेषण भनेको चाहिँ के हो। विश्लेषण भनेको चाहिँ रेमिट्यान्स है त। जुन विदेशमा बस्नुभएका दाजु दिदी बहिनीले नेपालमा पठाएको पैसालाई चाहिँ रेमिट्यान्स भनेर भनिन्छ, जुन ट्याक्स है त। रेमिट्यान्सलाई नेपालीमा विश्लेषण भनेर भनिन्छ है त। अर्को छ 10 नम्बरमा चाहिँ विपद जोखिमका दृष्टिकोणमा तपाईँ रहेको बस्ती कस्तो प्रकारको बस्ती हो। यदि जोखिम मूल्य भएमा यस्ता जोखिमबाट सुरक्षित गर्न कुनै एक उपाय लेख्नु भनेको छ। अब हजुरको चाहिँ अब जोखिम को ठाउँ हो भने चाहिँ, जोखिमको बस्ती हो भने चाहिँ त्यो बस्ती चाहिँ सुरक्षित गर्न चाहिँ हजुरले के गर्न सक्नुहुन्छ एउटा उपाय लेख्नु भनेको छ। र अर्को चाहिँ यहाँ सोधेको छ 11मा चाहिँ आहार र स्थात जीवन बीचको चाहिँ सम्बन्ध एक वाक्यमा पुष्टि पार्नुहोस् भनेर सोधेको छ। यसै गरी चाहिँ भेरी सर्ट क्वेसन चाहिँ 11वटा चाहिँ यहाँ सकिसकेको छ है त साथीहरू। र अब मैले भनिदिउँ कति जति लेख्नु पर्ला भन्ने। हजुरले चाहिँ अब 100मा हजुरले अब 10मा 11मा 11 मार्क्स चाहिँ पाउनुहुन्छ योबाट सबै मिलाउनु भयो भने होइन। त्यसैले अब एउटाको चाहिँ हजुरले भेरी सर्ट क्वेसन हो यो होइन। भेरी सर्ट क्वेसनलाई चाहिँ हजुरले लगभग 2 देखि 3 लाइन जति गरे हुन्छ। 2 देखि 3 लाइन जति गर्नुभयो भने हजुरले इजी 1 मार्क्स चाहिँ गेन गर्न सक्नुहुन्छ है त, प्राप्त गर्न सक्नुहुन्छ है त।
2 देखि 3 लाइन गर्न सक्नुहुन्छ। एक लाइनमा पनि हजुरले टुङ्ग्याउन सक्नुहुन्छ। साथीहरू ल अब हामी जाउँ समूह खमा। समूह खमा चाहिँ तलका प्रश्नको छोटो उत्तर दिनुहोस् भनेर भनेको छ। यसमा चाहिँ कति पेज लेख्नु पर्ला या कति लाइन लेख्नु पर्ला यसको पनि म यो सर्ट क्वेसन सकिसकेपछि मैले लास्टमा भन्नेवाला छु है त। अब चाहिँ सुरु गरौँ। अब यहाँ भनेको छ वर्ड फाइलमा टाइप गर्दादेखि प्रिन्ट गर्दासम्म तपाईँ कुन कुन चरणहरू पुरा गर्नुहुन्छ भनेको छ यहाँ। अब यो क्वेसन चाहिँ हजुरले अब फोटोग्राफी प्रिन्टर अफिसमा पनि गएर हजुरले चाहिँ बुझ्न चाहिँ यो सक्नुहुन्छ है त। अर्को क्वेसन छ तपाईले परियोजना कार्य पुरा गर्नुपर्ने अवस्थामा समूह नेताको हैसियतले समूहलाई कसरी परिचालन गर्नुहुन्छ भनेर सोधेको छ। यो चाहिँ अरमा सोधेको क्वेसन हो। दुईटामा हजुरले एउटा गर्न चाहिँ सक्नुहुन्छ है त, दुईटा गर्न पर्दैन है त। र अर्को भनेको छ ढुङ्गे युगको जीवन पद्धतिलाई 5 वटा बुँदामा उल्लेख गर्नु भनेको छ। ढुङ्गे युग भनेको स्टोन एजलाई चाहिँ जीवन प्रयोगी 5 बुँदामा चाहिँ उल्लेख गरेर व्याख्या गर भनेर भनेको छ। अर्को क्वेसन रहेछ यहाँ जीवनशैलीको आधारमा मानव र वातावरण बीचको सम्बन्ध व्याख्या गर्नुहोस् भनेर सोधेको छ। र अर्को चाहिँ यहाँ सोधेको छ मध्यकालीन एसियामा आर्थिक उतार चढाव थियो, यस भनाइलाई पुष्टि पार्नुहोस् भनेर सोधेको छ। अर्को छ छुवाछुत विरुद्ध जनचेतना जोगाउनु पर्छ भन्ने सन्देश दिँदै सम्पादकीय नमुना थियो। यो इम्पोर्टेन्ट छ है त। यो 60 नम्बरको चाहिँ इम्पोर्टेन्ट छ। अब यो छुवाछुत विरुद्ध जनचेतना भन्ने यो इम्पोर्टेन्ट छ। अर्को छ 17मा चाहिँ बस्तीको परिचय दिँदै ग्रामीण बस्तीका कुनै 4 प्रमुख विशेषताहरू उल्लेख गर्नुहोस् भनेर भनेको छ। अर्को क्वेसन नम्बर 18मा सोधेको छ देशको आर्थिक विकासमा सरकारी, निजी र सहकारी सम्बन्धी 3 खम्बे आर्थिक नीतिले कसरी सहयोग पुर्याउँछ भनेर सोधेको छ यहाँ। र 19 नम्बरमा यहाँ सोधेको छ तपाईको सौन्दर्य निर्वाचनमा समानुपातिक प्रतिनिधित्व प्रणालीको अवस्था गरिएको छ। यसले संविधानमा तोकिएका लिङ्ग, वर्ग, क्षेत्र र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सकेको छ या छैन समीक्षा पार्नुहोस्, यसको वर्णन गर्नुहोस् भनेर यहाँ सोधेको छ है त साथीहरू। र अर्को क्वेसन यो अथवाको क्वेसन हो। यो अथवाको हजुरले गरे पनि हुन्छ नगरे पनि हुन्छ है त। गुणस्तरीय जीवन पाउन चाहिँ के गर्नुपर्छ भन्ने क्वेसन हो। यो गरे पनि हुन्छ नगरे पनि हुन्छ है। र यो चाहिँ अब सर्ट क्वेसन चाहिँ यो सकिसकेको छ। सर्ट क्वेसनमा चाहिँ हजुरले लगभग चाहिँ हजुरले 1 पेज, हाफ पेजदेखि 1 पेज चाहिँ हजुरले गर्नुपर्ने हुन्छ है त। हजुरले यदि हाफ पेज भन्दा पनि कम गर्नुभयो भने चाहिँ हजुरले यसमा पाउने मार्क्स चाहिँ जुन 5 मार्क्स पाइन्छ, जुन पाउने मार्क्स चाहिँ हजुरले लगभगमा 2 मात्रै पाउन सक्नुहुन्छ है त। 1.5 देखि 2 पाउन सक्नुहुन्छ फेरि। त्यसैले चाहिँ हजुरले लगभग चाहिँ 1 पेज चाहिँ हजुरले यो सर्ट क्वेसन चाहिँ गर्नुपर्छ नै जसरी पनि है त। यो 1 पेज चाहिँ अब भर्न पर्छ नै। यदि हजुरले 1 पेज भर्नुभयो भने हजुरले 4.5 सम्म पाउनुहुन्छ है त। 4 देखि 4.5 सम्म पाउनुहुन्छ। र एउटा कुरा हजुरलाई थाहा छैन भने मैले भनिदिउँ, थ्योरीमा कहिले पनि 5 मा 5 चाहिँ पाइँदैन है त साथीहरू। कहिल्यै पनि 5 मा 5 चाहिँ पाइँदैन भने अब फेरि भेरी सर्ट क्वेसनमा कसरी पाइयो त 11 भन्दा जुन भेरी सर्ट क्वेसन चाहिँ 1 मार्क्सको थियो, 1 मार्क्सको क्वेसनमा चाहिँ पाइन्छ। एक गरेर आउँछ नि त, सबै मिलायो भने 11 मार्क्स त्यसैले पाइन्छ। तर यो सर्ट क्वेसन अनि लङ क्वेसनमा चाहिँ पाइँदैन है त। यो काटिन्छ मार्क्स, 5 मा 5 पाइँदैन। हजुरले जति 5-6 पेज गर्नुभयो भने हजुरले पाउन सक्नुहुन्न। त्यसैले चाहिँ 4 देखि 4.5 सम्म पाउनुहुन्छ। हजुरको ह्यान्ड राइटिङ, लेख्ने स्टाइल कस्तो छ र कति लेख्नु भएको छ, कुन टाइपले लेख्नु भएको छ हैन, त्यसमा चाहिँ भर पर्छ है त। र यो थियो सर्ट क्वेसन चाहिँ। अब हामी जाम लङ क्वेसन छन् यहाँ। लङ क्वेसन छन् यहाँ 3 वटा छन् यहाँ लङ क्वेसन र एउटा अथवामा अरमा पनि दिएको छ। टोटल 4 वटा छन् यहाँ। तनाव र
द्वन्द्व बीचको सम्बन्ध उल्लेख गरी दुध र रूपान्तरणमा तनाव व्यवस्थापनले कसरी भूमिका खेल्न सक्छ उदाहरणसहित पुष्टि पार्नुहोस् भनेर भनेको छ। अर्को भनेको छ यहाँ मानव समाज विकासको क्रममा पशुपालन तथा कृषि युगको सुरुवातको कारण उल्लेख गर्दै यस युगका विशेषताहरू चर्चा गर्नुहोस् भनेर भनेको छ यहाँ। र अर्को अथवा क्वेसन छ। यो अथवा क्वेसन हजुरले यदि आउँछ भने गरिदिनुहोस्, हजुरलाई मन छ भने गरे नभए नगर्ने है त। हजुरले दुईटैको सबै गर्छु मैले भनेर मार्क्स धेरै पाउने होइन, मार्क्स सेमै पाइन्छ। हजुरले मन छ भने गरे पनि हुन्छ है त। र अर्को छ यहाँ नेपाली समाजमा जात प्रथाले उर्जाएका समस्याहरू पहिचान गर्दै यसका समाधानका उपायहरू उल्लेख गर्नुहोस् भनेको छ। र अर्को 22 नम्बरमा जाऊँ। यो चाहिँ अब लास्ट क्वेसन रहेको छ। मितव्यस्तीय जीवनशैलीका लागि तपाईँले के कस्ता व्यावहारिक अभ्यासहरू गर्नुभएको छ? कुनै 8वटा व्यावहारिक अभ्यासहरू उल्लेख गर्नुहोस् भनेर यहाँ सोधेको छ है त। यसै गरी चाहिँ लङ क्वेसन सकेको छ। अब चाहिँ लङ क्वेसनमा चाहिँ हजुरलाई कति लेखे चाहिँ हजुरले मार्क्स पाउन सक्नुहुन्छ त भनौँ है त। अब यदि हजुरले चाहिँ लङ क्वेसनमा चाहिँ अब 1.5 पेजदेखि 1.5 पेज कति गर्नुभएको छ भने हजुरले 8 मार्क्सको लगभग हजुरले 5देखि 6 मार्क्स पाउन सक्नुहुन्छ है त। 4.5देखि 5सम्म पाउन सक्नुहुन्छ, 5.5सम्म पनि पाउन सक्नुहुन्छ होइन भने हजुरले अब 2 पेज गर्नुभयो, 1.5देखि 2 पेजसम्म गर्नुभयो, हजुरको ह्यान्ड राइटिङ पनि राम्रो छ भने हजुरले 7देखि 7.5सम्म चाहिँ पाउनुहुन्छ, जुन राइटिङ स्टाइल ह्यान्ड राइटिङले त्यसले अब कन्भर्ट गर्छ कतिसम्म पाउन सक्नुहुन्छ भनेर त्यसले चाहिँ डिपेन्ड चाहिँ गर्छ है त। मेन चाहिँ हजुरले ह्यान्ड राइटिङले पनि डिपेन्ड गर्छ है त, हजुरको मार्क्समा चाहिँ कति पाउने हो कति पाउने होइन भनेर है त साथीहरू। त्यसैले चाहिँ अब त्यही हजुरले 1.5 पेज जति गर्नुभयो भने हजुरले 6सम्म एकदम हाई भनेको चाहिँ 5.5 6 त्यतिसम्म हजुरले पाउन चाहिँ सक्नुहुन्छ है त मार्क्स। र अहिलेको यो इन्भाइरोमेन्ट भनेको चाहिँ चुनावीय इन्भाइरोमेन्ट हो है त, जुन इलेक्सनको यो फेस हो, इन्भाइरोमेन्ट हो। यसमा चाहिँ हजुरलाई एउटा निबन्ध चाहिँ आउन सक्छ है त, जुन चुनावको चाहिँ एउटा लेख, चुनावको बारेमा चाहिँ इलेक्सनको बारेमा चाहिँ केही बनाऊ या केही लेख भनेर चाहिँ निबन्ध या केही न केही 100% आउन सक्छ इलेक्सनलाई जोडेर, इलेक्सनको टपिकमा लिएर। त्यही भएर चाहिँ प्रिपरेसन गर्नु होला है त। त्यो भन्दै आजको चाहिँ यो भिडियो सकिसकेको छ। हजुरलाई कस्तो लाग्यो इम्पोर्टेन्ट यो मोडल क्वेसन क्लास 11को सोसलको सामाजिकको? यदि राम्रो लागेमा लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। र यदि च्यानलमा च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नु होला। यस्तै नयाँ नयाँ भिडियो मैले हजुरको सामु लिएर आइरहने वाला छु। त्यसैले आजको लागि यति नै। हस् त, बाई बाई।